कता हो यार घले सोल्टी ढोगेतिर हो यार ढोगे भन्ने ठाउँतिर हो यार हाम्रो घर चाहिँ जस ल रेडी है अवस्थामा छ तर टाढ चाहिँ आइपुगेको छैन घले सोल्टीले बनाएको गोठ हो है यो टाढे तिनी राको बिचमा हो के स्विमिङ पुलमा हो है स्विमिङ पुलमा तर पानी छैन स्विमिङ पुलमा पानी छैन पानी नभए भने पौडी खेल्ने हो हामी त राति पौडी खेल्ने हो के को मासु हो राजा यो यार बनकुखुराको राजा है तेरी यार खतरा छ बनकुखुराको यार बनकुखुरा मैले कहिल्यै देखेको थिएन जिन्दगीमा देखेको थिएन यार जिन्दगीमा देखेको थिएन है तेरी बनकुखुरा यी ठोक लालाजी ठोक लालाजी आमामा बसो यार ल त ल सोल्टीले के बनाएको यार सोल्टी पनि हो राजा पनि पनि हो ल त ल ल हाम्रो यहाँ कान्छा भाइ छ यहाँ मनोज भान्जा यहाँ चाहिँ भात पकाउने हो है एकछिन उमालेर चाहिँ सर्लक्क बनाएर तिनीहरूको पाउँछौँ उम्लिँदैछ ठोक लालाजी हामी अहिले कुन लोकेसनमा हो यार हामी अहिले हाम्रो भुम्बिचोक गाउँको माथि के भन्छ अरे यहाँ डोडे 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 स्विमिङ पुल हो है यो चाहिँ स्विमिङ पुल हो राजा ल त ल भोलि मेरो भतिजले के बनाउन लाग्यो यार आचामा यसो बनकुखुरा काट्नु पर्यो नि काश्री ठोक ठोक हन्डिङ हान्दैछ ऊ त्यहाँ माथि ऊ बत्ती बाल्दैछ ऊ हन्डिङको लागि केटाहरू त्यहाँ होइन माथि हन्टरहरू त्यहाँ बत्ती बाल्दैछ है ल तिन चारवटा फेरि बनतिर त कालिज पाउँदैन सिधै ब्रोइलर कुखुरा हो कि ब्रोइलर ल त यो कालिजको मासु काट्दै जुनी रातामा भन्ने गीत गाइदिनु त ल त यस्तो छ है ल है ल परिकार ओहो बोसो बोसो योलाई अब के बनाएर खाने त अब यसलाई सेकुवा बनाएर खाने हो कि आमामा बोसो त यार साथी हात्ती रहेछ यार बोसो त यार ल है ल वनभोज बिप्छु वरि वनभोज कार्यक्रम ठोक लालाजी लाला मुटु कलेजो भनेको यो हो पित्त भनेको यो हो काले पित्त म त भए फिदा कुकु कता गयो कुकु कुकु वेयर इज कुकु तेरो भाग छ है यहाँ कुकुको भाग यहाँ छ है छ एकदम यो कुकुको भाग भोलि बिहान खान्छ कुकुले सबेरै बिहानीको सुरुवातमा बिहानीको सुरुवातसँगै बिहानीको सुरुवातसँगै होइन मध्यरातमा हामी यस अवस्थामा छौँ के को मासु काट्यो राजाले यार सिधै घोरालको बियो घोरालको मासु नक्सी बनिएको हो यो नक्सी बनिएको यो चाहिँ अब 3000 मुख नछोड्न भिडियोमा 3000 मिटर उचाइमा हामी चाहिँ आई एम भेरी सरी कसैलाई नभन्नु नि फेरि मुख छोड्ने मान्छे यही हो है यो यसलाई भाइरल गराइदिनु पर्यो सालालाई हो र स्योर भाइरल
अब यहाँ डाँफेको टाउको खुट्टा अनि पाङ्रा साङ्रा भुटेर खाने हो हामी। कुकमेनले यहाँ सोल्टी होटेलमा 10 वर्ष काम गरेको मान्छे हो है यो फेरि मिस्टर ट्याङ्गो चार्ली सोल्टी होटेलको सुसेप हो के सुसेप हो कि बिर्सेछ के बिर्सेछ आधी खोला फ्रेस हाउस बिमले बिहार परिन्द यही भने चाहिँ डोडे खोला फ्रेस हाउस हो श्याम कति चौधरीले राजा तारे न्यौमी रातभरि चौरी आछि त अझै मासु उता झोला पनि छ नि छ नि त्यहाँ किसिम किसिमको माछाहरू छ नि हामीसँग किसिमको त्यहाँ भर्खरै लिएर आएको मासु छ लोकलको मात्रै कमी छ भोलि चाहिँ लोकल लिएर आउँ होइन के हो स्योर हो भोलि लोकल लिएर आउने हो वन कुखुरा नि खाइन्छ यस यस अनि फम्ले हो पिउरा पिउराको मासु पनि खाइन्छ भोलि मासु हो के आज मार्ने हो अनि भोलि खाने हो यो जङ्गल चाहिँ फेरि यस्तो छ कान्तारा बिहा हो कान्तारा मुभी है काकाले नहेर्ने कुरा हुन्छ कान्तारा 2 त रिलिजै भएन साला स्योर एकचोटि इङ्ग्लिसमा भन्दै नि त नाइ नभन्नु ल बिहा भएर तिमीलाई छाडा भिडियो ल कसैलाई नभन्नु नि फेरि कसैलाई नभन है फेरि कोही त यार सोल्टी होटेलमा 10 वर्ष काम गरेको मान्छे तेल तातेको नि थाहै नपाउँदो रहेछ त यार वाइ लाइक दिस पारे डाडु कस्तो डाडु पनि यो मासु चाहिँ हाम्रो ठोक लालाले चाहिँ कडाइ काटिरह है ल फ्रेस हाउसमा कसैले जस मलाई जागिरमा राख्न चाहनुहुन्छ भने फ्रेस हाउसमा बुचरको पोस्ट छ भने चाहिँ सम्पर्क गर्नु होला सम्पर्क नम्बर चाहिँ ल भन्नुहोस् त 98 030 32 34 ठोक लालाजी लास्टमा 36 पहिला चल्ले खोर्सानी जुवाई फर्स्टमा के गर्नुपर्ने रे सर फर्स्टमा यसलाई होइन के गर्नु पर्दैन तेल तपाउने प्याज त तोरेको तेल यस यस अनि त्यसपछि होइन मासु हाल्ने यस मासु हाल्ने मासुलाई मजाले रातो बनाउने त्यसपछि धनियाँको मिर्ची जिरासँगै पड्काएर अदुवा लसुन एड गरेर ट्याक्क त्यसलाई ठिक छ ल 5 मिनेट बफ गरेर ठिकै हुन्छ त ल केटा हो सबैले हालो गर्दा यता हेरेर ल त खोइ नाच न यार केही इस्यु हुन्न युट्युबमा पातेपालो थुँबले चिउछ चौमिसे लोकलसँग खानु पर्यो नि त ठोक लालाजी भनेर ल बुच्चर चाहिँ हाम्रो कडा छ है बुच्चर चाहिँ यो हाम्रो डोडे खोला फ्रेस हाउसलाई चाहिँ सम्झिनुहोस् कृपया यसलाई कुन चाहिँ हाल्ने भन्दाखेरि
उजा हाल्ने त तासो चेस हाल्ने हो त चेस न्याउलोसँग चौडा चौँसे राजा चेस भन्दा पनि मलाई त यो ठिक लाग्यो ल ल ल ठोकम ठोकम ल ल यसलाई चाहिँ बिहानको यसलाई चाहिँ भोलि बिहान चाहिँ पर भुटेर चुहार चुहार पारेर पर बुढेर जिरा र ज्वान हालेर चुरुङ्ग झोल हालेर काँचै औलेर भिजेर खान कम्ता मजा आउँछ भने जस्तो दाहिने कुनामा राखेर ज्याम ज्याम च्याप राखेर चपाउने हो नि त यसलाई चाहिँ फेरि यहाँ हो फेरि यहाँ सेफ सर ल है सितन चाहिँ अलिक कडा बनाउनु पर्यो है Lan iya wa. Tikdam dara चाहिँ. कति सना ठेडामा सिया कति सना बेरे सना वा सोल्टी होटेलको कुकले बनायो भने त उता हिमाजोसँग चौसे पाँच गाई पखाम तारे सिया कति सना बिदी ल त एकदम ल चाक्दा सेफ सर खै त न ब्राजिल बेसना वा ठिकै बेसना विषय मुर्दा र किसिमै तना विषयले सेफ सोल्टी ओडा 10 वर्ष केलाई खावा त बेसना वा Boleh bidir mau coy bidir tatautnya bidir. धुप चाहिँ वा ठाउँ Coy na raja. स्योर Sure ni. राजाले के मन्त्र हाल्यो त धुपमा Ada sudah batam ni. यहाँको सिमे भूमि Dibi Deorali, यस यस Woodbread, Masan, मान्नु पर्यो नि त अनि सबैलाई मान्नु पर्यो. म केमे सराहना गर्छु म. अँ, जस निले चाहिँ खाना निन्जा र गल्दै चाहिँ निले माफ गर्दा ल केमे सराहना गर्छु म निले एकदम छाने थिमि त. एकदमै निले त्यो यो भन्नाले यो हाँस्ने कुरा चाहिँ होइन यो सिरियस कुरा हो नि त रियालिटी हो के. किनभने यहाँको उसहरूलाई मान्नु पर्यो नि त यहाँको यो ठाउँमा के छ हामीलाई थाहा छैन नि त होइन हामी त यहाँ आएर बसे त्यो त मान्नु पर्यो नि त एक्सन छरी बना
दिस इज चामलको भात। चामलको भात खाने हो मारी। इन्टरनेसनल बन्यो छ नि फेरि नेचुरल। के हो सर यो प्युरो प्युरो के छ विचार एकचोटि देखाइदिए तेरो छाती फुलाएर हात्तीको हन्डिङ है के छ विचार ल ल हाम्रो अनिस भाइले झारेको है यस्तो छ है ल त ल अझै पनि जारी छ है जारी छ। कति खुसु आछ्यौ हो र खानु त पर्यो चलाउनु पर्यो अनि बाँच्न